आज म आँखा बाँधेर यो तीनटा स्न्याक्सहरू गेस गर्नेछु। एउटा पनि गलत भन्यो भने यो च्यालेन्ज फेल हुनेछ। सो यो भिडियो अन्त्यसम्म हेर्नु होला। अब फर्स्ट गेस गरौँ। मैले चाहिँ के गेस गर्नेछु है। कुरकुरे हो र। अब सेकेन्ड गेस। कस्तो फिक्का फिक्कावाला टेस्ट आएर मेबी यो चाउचाउ नै होला। कोरियन चाउचाउ भनौँ न। अब थर्डको पालो। मेबी यो कोकोनट बिस्कुट होला, त्यस्तो लागिरहेछ मलाई। सो गाइज फाइनल्ली मैले यो च्यालेन्ज चाहिँ कम्प्लिट गरिसकेँ। अब चेक गर्नु पालो है मैले कतिवटा मिलाएर कतिवटा मिलाएको छैन। सो म अब आँखाको पट्टि यो चाहिँ खोल्नेछु। सो मेरो तीनटा मध्ये चाहिँ दुईटा गेस चाहिँ ट्याक्राके मिलाएर रहेछ। सुरुमा यो कुरकुरे मैले भनेको थिएँ तर कुरकुरे नै रहेछ, र अर्को मैले फिक्का फिक्का गेस गरेको थिएँ र करेन्ट चाउँछु होला पनि भनेको थिएँ तर त्यो नै रहेछ। र अर्को यो जुन छ नि मेरो थर्डवाला जुन मैले कोकोनट बिस्कुट भनेको थिएँ तर यो होइन रहेछ। बिस्कुट त बिस्कुट नै रहेछ तर कोकोनट होइन, यो अर्कै बिस्कुट रहेछ। तपाईँहरूले यहाँ खोल्छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ फ्रुट एन्ड नट्स लेखेर रहेछ। यो कोकोनट चाहिँ होइन है, तर सेम चाहिँ कोकोनट जस्तै लाग्ने रहेछ तर कोकोनट होइन। सो गाइज फाइनल्ली मेरो यो च्यालेन्ज सकियो। मैले तीनटा मिलाए मेबी म जित्थेँ होला, तर तीनटा मध्ये दुईटा मिलाएँ। यो सके यो च्यालेन्जमा हारिसकेको छु। सो यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला, र साथै यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, र अर्को